हेलो साथीहरू, गाई लिनु आएको। मेरो गाई चरिरहेको छ। एकछिन बसेको यहाँ। हाम्रो यता गाई बान्ने ठाउँमा पनि सबै पानी पानी भयो। हेर्नु न, सबैतिर पानी भयो, जलथला भएको छ। रातभरि पानी पर्यो, पानी पानी भएको छ। राति सानो पानी परेको होइन, पुरा पानी परेर गाई गोरु बान्ने जग्गा पनि छैन। सबै पानी पानी भयो, जलथला भएको छ है। यहाँ हेर्नु न, त्यसरी पानी बगिरहेछ। यस्तो पानी पर्यो रातभरि। कस्तो लाग्यो हेर्नु न है। त चियापत्ता बगान पनि छ। अब बेसी